ल थ्याङ्क यू सो मच तिमीहरूलाई हामीलाई ड्रप गरिदिएकोमा अब अर्को वर्ष भेटौँला ह्याप्पी न्यू इयर ल आशीलाई पनि धेरै धेरै धन्यवाद ल बाई बाई अनि यहाँ कत्रो छ हेर नि त्यहाँ ब्याग मेरो निकाल्दा त गाई फेरि मेरो क्यामेरा छ हातमा हेलो 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 एभ्री वान होइन हामी चाहिँ त्यो पनि हो हामी चाहिँ 3 जना साथीहरू न्यु इयर मनाउन कोलोराडो जाँदैछु कोलोराडो चाहिँ मेरो फर्स्ट होम हो होइन युएस आएपछि अनि त्यहाँ चाहिँ साथीहरू छ मेरो टर्ने भन्दा है 2-4 जना अनि उनीहरूले हामीलाई इन्भाइट गरेको थियो सो हामी चाहिँ कोलोराडो जाँदैछु रमाइलो गर्नलाई ल बिस्तार जाइ त ल एकछिन अब एकछिन हो बोर्डिङ सुरु भइसक्यो कि है यो चाहिँ हामी चाहिँ अब 5 दिन 7 दिनको लागि जान्ला हो होइन केटाहरूको ब्याग चाहिँ त्यो यो चाहिँ मेरो हो है खतरा रहेछ लगेज डिजाइन चाहिँ द बाई ल बिस्तारै भाइ स्नो ल्याइदिन्छ स्नो है यहाँ आएर जमाउने फेरि अनि ल बाई बाई ल गाइस रेडी हो नि होइन घुम्नलाई पेम्बा ब्रो एकदम एक्साइटेड होइन नेपालै जान्ला जस्तो भइरहेको छ त यार थ्याङ्क यू सो हाम्रो चाहिँ अमेरिकन एयरलाइन्स हो होइन त्यसको चाहिँ कहाँ होला त कहाँ गर्ने होला गाई ऊ त्यहाँनिर रहेछ बुझ्छ हो त्यहाँ जाउँ यता फर्काउनु पऱ्यो ओके हाम्रो चाहिँ टोटल ड्युरेसन फ्लाइट चाहिँ 2 आवर्सको हो यहाँबाट चाहिँ हाम्रो सिधै कोलोराडो स्प्रिङमा ल्यान्ड हुन्छौँ त्यहाँ चाहिँ हामीलाई साथीले लिन आउँछ अनि त्यो पछि चाहिँ सायद त्यहाँ गएर साथीले आफ्नो रुमहरू पनि मिलाइदिइसक्यो लजिङ फुडिङ फ्री हुनेवाला छ यो ट्रिप चाहिँ अब धेरै प्लान गरेका छौँ हेरौँ कस्तो हुन्छ like eye makeup man. Bye bye. ओके हाम्रो चाहिँ अब लगेज पनि ड्रप भयो सो हाम्रो चाहिँ D40 बाट हामी भित्र छिर्नेछौँ कतिको एक्साइटेड ब्रो टु मच ओ पख माइक छ अब त माइक दिँदै इन्टरभ्यू ल्याएर यसरी बोल्नुपर्छ है साउन्ड राम्रो आउँछ यो समात्यो त मेरो नहराउ ल मलाई चाहिँ दिने होला नि माइक त मैले अनि बोल्ने सोध्नु परेन ए कहाँ यो क्यामेरा नि फर्स्ट टाइम चलाएको यार ओके हामी चाहिँ यहाँनिर अब यो सेक्युरिटी चेक गर्न जाँदैछौँ सेक्युरिटी चेक गरेपछि चाहिँ सायद हाम्रो भनेको काम भनेको टाइम कुर्नी बस्ने हो यतैबाट त होला नि सेक्युरिटी चेक र मसँग साथमा हुनुहुन्छ 2 जना मित्रहरू उसको नाम चाहिँ उसले आफै भन्छ है त इन्ट्रोड्युस गरौ ल म चाहिँ सन्देश अनि अब अरू के इन्ट्रोड्युस गर्ने भन न सन्देश के अनि सन्देश यो ट्रिपको बारेमा भन ट्रिपको बारेमा सो बेसिकली कोलोराडो चाहिँ सेकेन्ड ट्रिप हो होइन तर पहिला चाहिँ 1-2 दिनको लागि मात्र गएको थिएँ सो लुकिङ फरवर्ड टु द्याट अनि द्याट्स अल
अब ऊ हुन त नर्मली अलि राम्रै बोल्ने मान्छे हो, क्यामेरामा चाहिँ अलिकति साई छ। अब यो ट्रिपभरिमा युज टु भएर बोल्नेवाला छ होइन। अर्को चाहिँ हाम्रो अब अर्को चाहिँ अब अर्को ब्रोले चाहिँ फेरि उसले पनि आफैले इन्ट्रोड्युस गर्छ आफूले। समातेर हेलो माई नेम इज पेमा मोक्तान होइन के भने अरे सो यो चाहिँ होइन हाम्रो अब सानो छोटो ट्रिप होइन सेमाङले चाहिँ यसो अफर गर्यो होइन ओके लाइक कोलोराडो घुम्न जाउँ भन्यो होइन एन्ड एक्साइटेड पनि भएँ अनि जाउँ कि नजाउँ भने जस्तो होइन तर फाइनली अब म पनि साथमा जान पाएँ होइन त्यही हो सो एक्साइटेड फर द स्नो होइन इट्स बिन अ वाइल अब घुम्न गएको छैन अलिकति यताउता भएर होइन सो एक्साइटेड छु होइन त्योभन्दा त अरू त के हुनु सो लेट्स इन्जोय अलराइट बाँकीको भिडियो चाहिँ अब हामी बिस्तारै प्लेनतिरको लिँदै अनि उता पुगेपछि गर्नेछौँ। फाइनली हाम्रो चाहिँ बोर्डिङ पनि सुरु भयो। अब चाहिँ हामी यहाँबाट प्लेनभित्र जाँदैछौँ। प्लेनभित्र गएपछि चाहिँ अब सायद 15 मिनट्समा टेक अफ हुन्छ अनि त्यसपछि 2 आवर्समा हामी चाहिँ कोलोराडो स्प्रिङ पुग्छौँ। कसो ए त्यो लास्टमै परेछ हामी लास्टमै परेछ ए हामीभन्दा नि अल्छी रहेछ कोही लाइनमा किन लाइन बस्नु होइन ब्रो उभिया त्यो मान्छेहरू किन उभिरहेको नलिकन जाँदै त्यही भने नि Should you decide to check this? Complimentary, no charge. थ्याङ्क यू म्याम। ओके अब हामी चाहिँ प्लेनभित्र छिर्दैछौँ। प्याकै थियो जस्तो लाग्थ्यो अघि चाहिँ एकदम भिड थियो प्लेनमा होइन। लेट्स सी कतिको खाली छ कि फुल नै लोडेड छ सिट हेरौँ। अब खाली भयो भने चाहिँ अब जहाँ बस्ने भयो होइन किनभने यो टिकट 14B परेछ 14 भने अनुसारले त अब झ्याल पर्ला जस्तो चाहिँ लागेन मलाई। ओके गाइस दुईजना चिचाउने हो क्या निकालिदिरहेको क्या होइन यु गाइस प्लिज गेट आउट भनेर। हामीले स्टोरमा सर्भिस रिपिट गरे जस्तै मैले हल्ला गरेर कहिले देखाएको तिमीहरूले म धेरै बोल्दै नबोल्ने मान्छे औला चिसेर बस्छु आफ्नो नि थियो अनि पहिला कन्फर्म गर्नु कि त्यो औलै हो भनेर दियो सोल्टी भन्ने मेरो साइडमा छैन तिम्रो औलान चरा रे अब हाल कि नहाल ल औला ठिक छ त्यही क्यामेरा स्टिक भनेर अहिले नै फोन सुरु भइसक्यो हाम्रो होइन। यो चाहिँ नहाला नि फेरि कहाँ सुटाउनु भने अनकट त हो नि भने होइन यो भिडियो त जस्तो खिच्यो त्यस्तै हो। साइन ल्याङ्ग्वेजमा बोल्नु पर्ने सिधै लाइभ हो क्या त्यही भन्दा लाइभै हाल नि त
अघि भन्नुपर्छ नि चस्मा तिम्रो क्लोज मान्छेहरूलाई ट्याग गरेर हाल्नुपर्छ तिम्रो क्लोज मान्छे टिजर जसरी सुन्नुमा चाहिँ यही त्यही पो हाल्छु म कहाँ होला जस्तो केटाहरूले यस्तो बनाइदिनु भयो के मेरो 14B कस्तो पर्छ जस्तो लाग्छ तिमीलाई जस्तो बाल छैन तिमीलाई अगाडि आएर तिमीले टिकट गर्यो भने ब्रो पनि फरक पर्छ सिट पार्न कस्तो परोस् तिमीलाई म त फेरि अनकट हाल्छ भन्छौ फेरि अहिले बोल्यो भने फेरि बोल्ला फेरि यो भनेको थियो होइन तैँले अहिले नै इमिडिएट इम्प्याक्ट नभए पनि होइन हाई पोडकास्टमा केही भएको थियो त्यस्तो कुरा के भएर के भनेर भाइरल भइदियो लाने अहिले आएर त्यो त भिडियो त काहीँ न काहीँ छ नि त त्यही कसैले हेर्छ डिजिटल मिडिया फुटप्रिन्ट छोडेपछि त ठुलो हेर तिमी त पुरै इङ्ग्लिस गरे पनि एउटा न एउटासँग आफूमा टुचे हुनुपर्छ है कस्तो आफूले बोल्यो चाहिँ एटलिस्ट रेस्पोन्सिबिलिटी लिनु पऱ्यो बोलेको होइन भन्नु त पाएन नि त त्यो मान्छेले फेरि पोडकास्ट हेरेको छ अरे अनि तिमीलाई सोध्यो अरे अलि होइन मान्छेको अब आइडिया भ्युज चेन्ज पनि त हुन पायो नि त अब 1 वर्ष अगाडि म के सोच्थेँ अब म अहिले पनि त्यही सोध्छु भन्ने छैन त्यो पनि हो चेन्ज गर्न पायो पोइन्ट बुझ्यौ त्यही त त्यो बेला त्यो सोच्थेँ त्यो बोलिदिएँ होइन तर यो कुरा चाहिँ पोइन्ट कुरा गरेँ तिमीले सधैँ एउटै सोच हुँदैन नि मान्छेको Welcome to Colorado, bro. Finally we made it. आउँदै होला कस्तो भयो त फ्लाइट फ्लाइट रमाइलो लाग्यो मोस्टली म त अघि ल्यान्डिङ हुने बेला मात्रै उठाएँ यार के हो पुरै सुर्यो त्यो अघि डाउनलोड गरेको थिएँ नि रिमेम्बर AT&T को सुपर फास्ट वाइफाई 2टा एपिसोड सक्दाखेरि हो मस्तो हेऱ्यो 2 घन्टा रहेछ 1 घन्टाको एपिसोड रहेछ 2टा ट्याक्कै सक्दा यहाँ ल्यान्ड गऱ्यो म त मस्त सुतेछु होला नाइस एटलिस्ट निन्द्रा पुग्यो नि म खत्रै। चाहिँ नसुतेको सो द्याट भरि निन्द्रा लागोस् भनेर म त किन खै चढ्ने बित्तिकै निन्द्रा लाग्छ म त्यो छिरेर बसेँ नि तिमीलाई चाहिँ बोलाएँ नि अनि त्यो चाहिँ सुतिसकेको किन के भएको थियो साथी त्यहाँ ठिकै खै छैन फ्लाइट र कारमा सोधे हो त्यसले सर्ट स्क्यान गरे जस्तो गरेँ होइन यो स्योर स्क्यान भयो भनेको भने ल भनेर गयो भित्र आएर अघि भएकै छैन भनेर भन्छ खै के भयो ल यसो कुरा गर्नु पऱ्यो ए ल खोइ कहाँ हरायो यसोले चाहिँ एकचोटि भ्यू देखाइदिउँ यो कोलोराडोको भ्यू एयरपोर्ट भ्यू देखाइदिनु पऱ्यो जस मजाले आइपुग्यो है हामी आएको प्लेन चाहिँ त्यही हो त्यहाँ अमेरिकन एयरलाइन्स हाम्रो लगेजहरू आउँदैछ अब त्यसमा अब एकछिन टाइम लाग्छ होला कुदेर वेदर चाहिँ ठिकै रहेछ है आउने बित्तिकै त्यहाँ प्लेनबाट जाने बित्तिकै चिसो होला दोस्त ठ्याक्क ब्यागेज लिए फोन गर्नु लाएको थिएँ यार तिमी बाहिरै हो बाहिर ए ल हामी आयो है त ल ओके ल भाइ सो के भयो ड्याम हो फुट्यो यिनीहरूले ड्याङ ड्याङ त फालिदिइरहेको थियो यिनीहरूले त्यस्तै घरसँग ट्याङ्की फालिदिएको हो त्यही भने र हाम्रो चाहिँ अब ब्यागेज पनि आयो सो हामी अब जाँदैछौँ बाहिर साथी पनि आइसक्यो पिकअप गर्नुको लागि अब जो साथी अहिले हामीलाई पिकअप गर्न आएर ऊ चाहिँ मेरो युएस आएपछिको फर्स्ट फ्रेन्ड है मेरो के अरे ब्रो
कसको कत्रो छ हेर न छनु भने पुरै भ्लगर जस्तो भइरहेछ यार यो ब्याक गर्नु पर्यो अब यसको उ छैन कतै साइडमा उ गर्ने छ ब्रो यो क्यामेरा र यो समातेर अप्ठ्यारो भइरहेको चिनेर हो यो कन्टिन्यू हालिदिने क्या ब्रो त्यही भएर ओके हाम्रो चाहिँ अहिले क्यामेराम्यान आइपुग्यौँ माइक हाल्छ ब्रो बोल बोल पर्छ होइन बोल बोल किन सिधा नभएको सोल्टी कहाँ छ खै सोल्टीको टेस्ला थियो गाडी बब्बाल है वेदर तर दामी वेदरमा आएछ यार हामी यार वेदर चाहिँ ब्रो त्यही त लाइकै के अरे ठ्याक्क फर्किनेको एक दिन अगाडि पर्नुपर्छ क्या एक्ज्याक्टली सो द्याट एभ्री डे स्नोको टर्चर भोग्नु नपरोस् बट देन ठक्क स्नो पनि एक्सपिरियन्स गर्न पाइयोस् क्या एक कल गर्छु ल कोलोराडो गइस् भन्दा गयो विन्टरमा गइस् भन्दा स्नो खेलिस् भन्दा छैन गाइस हामी चाहिँ कोलोराडो आइसक्यौँ अनि अब यहाँ चाहिँ हाम्रो साथीबाट जाँदैछौँ सो या अहिलेसम्म रमाइलो नै भइरहेछ सो लेट्स होप अझै रमाइलो हुनेवाला छ एकदम भर्खर एयरपोर्टमा आएँ एन्ड देन रमाइलो फिल भइरहेछ चिसो चिसो है माथि छ भने होइन को आइरहेको हो इट्स अ गुड वेदर है गाइस त्यहाँ पर डाँडामा थोरै थोरै हिउँ चाहिँ देखिरहेछ के छ ब्रदर म चाहिँ पेम भाइ गाइस हाम्रो मन्जिल ब्रोले चाहिँ हामीलाई लिन आइसक्यो सामान बोक्ने नै हो अप्सन नै होला ठिक हो नि ब्रो साउन्ड बोक्नु त त्यसलाई ठिक रहेछ अगाडि पनि स्पेस हुन्छ नि होइन पनि हट्छ त कति टाढो छ र यहाँबाट 10 मिनट जम्मा अगाडि नै राख्नु भयो नि खिचिदिरहेको छु त म भनेर बस्छ बस अगाडि नै राख्दिनु होला ल है हाम्रो रेस्टुरेन्ट ओनर चाहिँ उयो है जोइन गर्नुहोस् न जोइन गर्नुहोस् न खाउँ न सँगै खाउँ ल गाइस चाखा नि त कस्तो छ टेस्टी मोमो ल हुन्छ सेफ हुन्छ सर यही हो चाखा मलाई नान होइन
चिसो चाहिएको यो नयाँ डिस हो होइन ड्यालसमा चाहिँ छैन लेट्स खतरा भनेको नि हेर्दै कता जायो यो त उ गर्दै क्या हेर न पिज्जा हाउस यार हेर त बार्गेनिङ गर न कतिसम्म हुन्छ चिसा सोध्दा कि अनि त्यो अनुसार के यहाँ अनि यहाँ के दियो ऊ खाए जस्तो लाग्यो क्या मलाई सिधै ट्रान्सफर हालिदिइहाल्छ प्यान पिज्जा हुन्छ नि त्यो खाए जस्तो लाग्यो कि कति मिठो रहेछ है मिठो छ टेस्ट त्यो मलाई पनि देखाइदिनु न रिसाउँदाखेरि त्यसमा पनि रिभ्यू सुन्छु सही आइदिनु है पिज्जा खाएको जस्तो एक्ज्याक्टली के प्यान पिज्जा हुन्छ नि अन्त यस्तै मोटो टक्क मेरो चाहिँ के अरे चिज नान है चिज नान विथ चिकन करी कता हो जाने चाहिँ कहाँनिर छ अलिकति ओ यहाँ यहाँ पनि रहेछ त नेपाली इन्डियन नेपालीकै हो क्या भने चाहिँ एभरेस्ट नेपाल भन्ने हो त्यो त पहिले लेखेको ए डाउन टाउनमा भने चाहिँ त खतरा रहेछ एभरेस्ट यताबाट चाहिँ गिफ्ट छ ओके यता त सकिने रहेछ त के हो अलराइट अहिले चाहिँ हामी यहाँ कोलोराडो स्प्रिङको डाउन टाउनमा आएको छौँ एकछिन यस्तो नाइट भ्यू हेर्न यो चाहिँ हाम्रो नेपालीको स्टोर हो अरे है एभरेस्ट के हो एभरेस्ट टिबेट भनेर रहेछ वा खतरा रहेछ त हाम्रो शोभा दिदीहरूले यसरी खोल्नु पर्ने होइन त अनि दिदीले पनि फ्रेन्ड हुन्छ नि होइन त्यही हो नि अनि सही हो के छ ब्रो अनि सिपिङको पनि सुविधा छ त दिदीबाट दिदीले अलिक गर्नु भन्दैन सिपिङ नभए त सही थिएन जानुपर्ने भन्दैछ इच्छा सही हो तिनीहरू त्यही त खतरा ठुलो रहेछ त उतानिर चाहिँ रेस्टुरेन्ट है चिसो है चिसो अघि दिउँसोसम्म फिल भएको थिएन होइन रात हुँदै गयो चिसो बढ्दै गयो के छैन जिउ त कहाँ जानु त ब्रो अब उतारि अर्को लाइनमा छ घुम्नलाई जाउँ एकचोटि जाउँ छिरो एउटा उमा छिराउँ न है एउटा बारमा छिराउँ होइन एक ग्लास खाइदिउँ अनि चलिदिउँ धेरै पेट नबसौँ त्यहाँमा जाउँ न त कुनमा कुनमा अरे ब्रो गैया मसला भन्छ कि पिज्जा कसकोमा पिज्जा पाउने बार पनि छ बार एक टेस्ट गरिदिउँ चिसो यार लास्ट अनि यो त पातल ज्याकेट लाग्छ यार म त यो पाक्दाखेरि हो केही छैन तर फर्स्ट टाइम आयो ब्रो डाउन टाउन त म त यहाँको है भ्यू देखाइदिउँ चिसो